बुढाबुढी मुस्ताङको टुर यस्तो छ बिजोग पारामा दाइ भाउजू कुर्दैछौँ हामी यता अहिले सिम्पानीमा एउटा के हो यस्तो लुगा पनि बिराल जस्तो यता बुढोको यस्तो गप्पु लाएर मुस्ताङ यात्रा जोमसोम यात्रा ल मुक्तिनाथसम्म पुग्नु छ मुक्तिनाथ सबैजना रक्षा गरौँ धन्यवाद टेन्सन हामी बिहान अहिले कति बजेको छ ठ्याक्कै 6:05 गएको छ मुक्तिनाथको आडबाट अब घाम उदाइसकेको छ रातो परिसकेको छ हिमालमा ल यहाँ कपाल बाँसको जरा जस्तो भयो भने आफै बोल्न सके होइन चिसोले गाडी अलिअलि आउनु थाले मान्छे अलिअलि आउनु थाले अब टोयलेट गएर हात धोएको हातै जाउँ पन्जा लाएर बसेँ नजिक बल्ल मान्छेहरू आउने क्रम चलिरहेछ ल नमस्कार फरमोस् जोमसोम होइन मुस्ताङ ल अहिले चाहिँ घाम लागेको अवस्था एक साइडमा अर्को साइडमा लागिरहेको छैन सुरु भइसक्यो होइन मुक्तिनाथको यात्रा हाम्रो चाहिँ एकदम आइयो नुहाएर अब नुहाएरै फर्किने विचारमा छौँ हेरौँ कस्तो छ यस्तो छ मुक्तिनाथको भ्यू चाहिँ हेर्नु होला है अहिलेको अवस्था स्वर्ग हेर्न यहीँ आयो भने चाहिँ घोडाहरू जाँदै हुनुहुन्छ मान्छेहरू यी ल हामी अहिले मुक्तिनाथमा छौँ माथि निस्किएर मन्दिरको पूजाको लागि लाइन बसिरहनु छ ल हेर्नुहोस् माथि
मुक्तिनाथमा छौँ। यता 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 हेर न मैले भिडियो गरेको छु नि यहाँ मार्फा मार यस्तो लुगा पनि लागि मिरिक्क परि छन् बुढी यता बुढो बुढा आइरहेछौँ हामी स्याउ चाहिँ सकिएछ बर्बाद भयो दाइको पेट्रोल छैन हाम्रो त पेट्रोल छ फुल पेट्रोल 600 रुपियाँको पेट्रोल सहित चलियो हालियो मुक्तिनाथ पुगेर आयो ट्यु राम धुलाई भएर अहिले हामी मालढुङ्गामा बागलुङको नमस्कार बागलुङको बसाई बागलुङ कालिका मन्दिर नजिक यो ठाउँलाई चाहिँ बागलुङ बजार भन्छ सायद पारिदेखिको डाँडै डाँडा बागलुङ हो कि बेनी हो म्याग्दी जिल्ला हो त यता बागलुङ जिल्ला सायद अहिले बिहानको 6 बज्दैछ जाडो भएर नुहाउन सक्ने अवस्था छैन होटेलमा पानी तातो आउँछ भने एउटा पानी तातो नआउने माथि मुक्तिनाथमा पनि त्यही भएको थियो यहाँ पनि त्यही र 2-4 लिटर चाहिँ आउँदो रहेछ तातो पनि त्यसपछि बन्द गाह्रो छ नुहाउनलाई त्यही पनि बसिया छ अब एकछिनपछि गइन्छ बागलुङ कालिका मन्दिर त्यसपछि कुस्मा हुँदै पोखरा आउने कुरो छ अझै दमोली पुगिन्छ यहाँ बाथरुममा हरे हरे राम राम भन्दै नुहाउनु भएको छ मेरो श्रीमती म त हिजै नुहाएको थिएँ बेलुका ल अब हामी एकछिनमा बागलुङ कालिका गइन्छ आज हामी बसेको ठाउँ हो ठिकै छ रुम चाहिँ आजको राम्रो छ हिजोको भन्दा हिजो चाहिँ अति नै जाडो मुक्तिनाथमा चाहिँ नमस्कार सूर्य उदयको अवस्था बागलुङमा छौँ हामी सूर्य सनराइज फ्रम बागलुङ पक्कै हाम्रो पक्कै तनहुँतिर नि निस्केको घाम हो ल हेर्नुहोस् है हेरेर चाहिँ म त्यो लेभलमा राखिदिन्छु हेर है कति दामीसम्म निस्किने छ क्या 1 मिनट वाहन पकाएर न सबै निस्केर माथि आउँछ क्या अब आँखाले हेर्न सकिँदैन नि त हेर है अब हिमालय अब है सबै निस्केर हेर्नुहोस् घाममा नहेर नि यसरी मोबाइलमा हेर न हेर तिमी त हिउँनै भखाउ त आज पनि अर्कालाई म ल्याइदिइहाल्छु नि टेन्सन नलिनु पहिला घाम उदाउनु ल्याउनु कति मिनट लाग्दो चाहिँ हेर्नु छ त त्यही घाम हेर्नु न मैले यहाँ सनराइज
यहाँ पनि मुक्तिनाथ जस्तो छिटो हुन्छ कि पूजा अब कस्तो हुन्छ पुरै निस्केको अवस्था सूर्य बागलुङ कालिका हामी अहिले बागलुङ कालिकामा छौँ यो मन्दिर यी दुईजना प्रसाद लिएर रेली यताबाट दाइ आउँदै हुनुहुन्छ निस्कियो ल बाटो ओह्रालो लाग्यो मन्दिर अब मन्दिरमा भेटिन्छ हामी है ल कालिज पनि देखियो यहाँ त कालिका मन्दिरमा त भाले र पोथी चरिरहेछन् ल